नमस्कार। धेरैजनाले झिमिरीले गर्दाखेरि हाम्रा तरकारीहरूमा औसा परेर कुहे तरकारी खेरा गए भन्नुभएको छ। र यसरी हामीले विषादी प्रयोग नगरिकन पनि यस्ता प्लास्टिक हजुरहरू बजारबाट ल्याउँदाखेरि सामान लिएर आउँदाखेरि यस्ता प्लास्टिक चाहिँ जहाँ पाते नफाल्नु होला। यो प्लास्टिकले वायु प्रदूषण पनि हुन्छ। तर यसलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि यसरी चाहिँ यी फलफुलहरू धेरै लामा अब चिचिम्ना घिरिम्लाहरूमा त धेरै लामो प्लास्टिक चाहिन्छ। अब यस्ता यी लौकाहरूमा काँक्राहरूमा के गर्न सकिन्छ भन्दा अब यसलाई हो यसरी यो प्लास्टिक भित्रबाट मोडिदिएर अब यो माथिबाट चाहिँ यसलाई हजुरको बाँधिदिएपछि र यसमा त झिमिरी यहाँ जाँदै जाँदैन अलि ठुलो बनाइदिनु होला, किन भन्दा यो बढ्नुपर्छ। यो धेरै ठिक्क साइजको अब आधा किलो 1 किलो भन्दा बढी भयो भने पनि बजारमा बेच्न गाह्रो हुन्छ। अब कत्रो साइजको बनाउने भन्दा साइज त ठुलो नै हुन्छ। अब यसरी चाहिँ यसलाई अब यो प्लास्टिक बाँधिदिएपछि अब त्यो झिमिरीले यसलाई कुनै पनि टच गर्न सक्दैन, अरू पनि कुराले टच गर्न सक्दैन र यो सुरक्षित हुन्छ, यो कुँदैन। हस् त, धन्यवाद।